र आज विशेष गरेर यो व्यापारी सङ्गठनको साथसाथै गोर्खा हाट कमिटीको संयुक्त आयोजनामा आजको यो सभा भइरहेको छ। सभाको विषय त तपाईँहरूलाई अगावै चाल पाउनुभएको हो, किनभनेदेखिलाई यहाँ व्यापारी सङ्गठनको आयोजना मतलब अब कोसिसमा साथसाथै गोर्खा हाट कमिटीको संयुक्त यसमा चाहिँ प्रयासमा चाहिँ यो विशेष गरेर सुकेपोखरीमा जुन यो टोइलेटको समस्या छ, प्रथमतः यो टोइलेटको समस्या विषय लिएर एकदम यो जटिल विषय छ। यो टोइलेट भन्नाले चाहिँ यो सरकारी टोइलेटहरू जो चाहिँ अब बन्द अवस्थामा छ यो विषय लिएर छ। र यसमा तपाईँको अस्ति यो 26 जुलाईको दिन जुन मिटिङ भएको थियो त्यो विषय छ। साथसाथै अब नेक्स्ट एउटा भिडियोको कार्यक्रम, भिडियोलाई फेरि रिमाइन्डर लेटर फेरि दिने एउटा कार्यक्रम छ। साथसाथै त्यहाँबाट पछि हाम्रो अरू कार्यक्रमहरू तपाईँको यहाँ अब सभामा बताइनेछ। र सभा गर्नुभन्दा अगाडि चाहिँ म यो माइक्रोफोन चाहिँ आजको सञ्चालन श्री सुनिल प्रधानज्यूलाई चाहिँ आजको यो सभा सञ्चालन गरिदिने म यहाँलाई निवेदन गर्दछु। अनुमति लिँदै सभालाई अगाडि बढाउन गइरहेको छु। हामी सभा किन गर्नु पर्यो भन्दाखेरि सुकियापोखरी बजारमा धेरैवटा समस्याहरू उत्पन्न भइरहेको छ। प्रथम त तपाईँ हामीले हाम्रो आँखा अगाडि नै अहिले धेरै दिनदेखि देखिरहेको छौँ कि सार्वजनिक शौचालयको धेरै आवश्यकता परेकोले गर्दाखेरि चल्दै गरेको त्यो शौचालय 2025को जुन चाहिँ भीषण पानी झरेको कारणले गर्दा त्यो बन्द हुन गयो र त्यसलाई हामीले मध्यनजर राखेर कतिवटा हामीले पत्रचारहरू गरेको छौँ। त्यो पत्रचारहरू तपाईँहरू समक्ष हामी केही क्षणमा सार्वजनिक गर्नेछौँ र हामीले कपसलाई हामीले कसरी त्यो कुराहरूलाई कहाँसम्म पुर्यायो भन्ने कुरोहरू तपाईँहरूलाई विधिक जानकारी गराउनेछौँ। अनि सुकियापोखरी बजारको व्यापार वाणिज्य धेरै अस्त्र आइरहेको छ। त्यसलाई पनि हामीले मध्यनजर राखेर कसरी यो बजारलाई अलिकति राम्रो प्रकारको व्यापार बनाउने कोसिसतर्फ हामी हर दिन हर पल अग्रसर भइरहेको छौँ। यही कारणहरूले गर्दा तपाईँहरूलाई आज धेरै दिन पश्चात हामी यो सभामा राख्नु पऱ्यो र तपाईँहरूले यो बहुमूल्य समय तपाईँहरूले दिनुभएको छ आजको समय र तपाईँलाई फेरि पनि आजको सञ्चालनको हैसियतले मरी धन्यवाद दिन चाहन्छु। अनि हामी सभालाई फेरि पनि अगाडि बढाउन चाहन्छु। समस्यामा कसरी कहाँ के भइरहेको छ भन्ने विषयलाई तपाईँहरू समक्ष पेश गर्नुको निम्ति हामी हाम्रा सङ्गठनका भाइस प्रेसिडेन्ट उपसभापति श्री शेखर गुरुङज्यूलाई यो सुकियाको विविध समस्याहरूमाथि यहाँ आजको सभामा प्रकाश पारेको हुन्छ भन्ने उहाँलाई म निमन्त्रणा गर्दछु। नमस्कार सबैलाई। र विशेष सभापतिको अनुमति लिँदै आज अस्ति हामीले 26 तारिक एउटा मिटिङ अर्गनाइज गरेको थियौँ सबै समाजलाई लिएर, विशेष यो टोइलेटकै विषयमा है। त्यति बेला अब कतिवटा समाजहरू आएको थियो है। त्यहाँबाट हामीले चाहिँ त्यति बेला के डिसिसन लिएको थियौँ भन्दाखेरि मङ्गलबारको दिन चाहिँ फेरि एउटा मिटिङ राखेर एउटा डेपुटेसन टोली बनाएर चाहिँ ब्लकमा जाने त्यो प्रोग्राम गर्ने हामीले उयस गरेको थियौँ। तर मङ्गलबारको दिन चाहिँ, मङ्गलबार र बुधबार चाहिँ हाम्रो बिडिओ साहब चाहिँ ट्रेनिङमा जानुभएको थिएछ लालपट्टीमा। त्यो भएर हामीले त्यो प्रोग्राम क्यान्सल गर्यौँ। अन्त त्यो भएर आज हामीले यो मिटिङ राख्नुको खास कारण चाहिँ के छ भन्दाखेरि जुन चाहिँ यो सुकियामा समस्या छ टोइलेटको त त्यो एउटा उयस खालि हो, धेरैवटा समस्याहरू छ यो सबैले देखिराखेको छ है। र यो टोइलेटले गर्दाखेरि चाहिँ मेन के परिरहेको छ भने व्यापारीहरूलाई त धेरै ठुलो असर परि नै राखेको छ। र यहाँबाट बाहिरबाट यहाँनिर आउने सुकिया चाहिँ कस्तो जग्गा हो तपाईँहरूलाई सबैलाई याद छ, सबै अफिसहरू यहीँ छ है। र उहाँहरूलाई चाहिँ टोइलेटले गर्दा धेरै असुविधा भइरहेको थियो र सबैले फेसबुकमा खालि कमेन्ट गर्ने के गर्ने है। तर हामीले चाहिँ त्यसलाई
के गर्यो भनेर भन्दाखेरि त्यसलाई पहिलो प्राथमिकता दिएर है यो हामीले डेपुटेसन बनायौँ। योभन्दा अगाडि पनि एउटा हामीले डेपुटेसन दिएको थियो, त्यो चाहिँ ब्लकमा खालि दिएको थियो। त्यहाँबाट उता फेरि हामीले डेपुटेसन बनायौँ। यो तपाईँको आजभन्दा 1 महिना अगाडि 29/5 यो डेपुटेसन लगेर चाहिँ हामी माथि के अरे डिएमकोमा गयौँ, ओसीकोमा गयौँ है, त्यहाँबाट माथि के अरे एमएलएकोमा गयौँ, एमपीकोमा गयौँ है, सबलाई यो डेपुटेसन दिएर रिसिभ गराएर हामी आयौँ। तर ओसीले हामीले आश्वासन दियो, टिएफएनको ओसीले हामीले के आश्वासन दियो भन्दाखेरि नयाँ ओसी आउनु भएको रहेछ, सुकियामा चाहिँ एकपल्ट हामी भिजिट पठाउँछौँ भनेर भन्दाखेरि ठिकै छ तपाईँहरू आउनुहोस्, भिजिट गर्नुहोस्, तपाईँहरूलाई टोइलेट चाहिँ कहाँ बनाउनु? अरे हामीले कसरी टोइलेटको जग्गा देखाउने त? तपाईँ हामीलाई सबैलाई याद छ नि त टोइलेट कता कता, त्यो त डिपार्टमेन्टको म्यापमा पनि त छ कता कता टोइलेट छ। आज हामीले किन देखाउने? त्यो त उहाँहरू आएर तपाईँले हेरिदिनुहोस् तपाईँहरूको कता कता छ टोइलेट, अन्त बजारमा चाहिँ सञ्चालन गरिदिनुहोस् ताकि यहाँको समस्या सल्भ होस् भनेर भन्दाखेरि हुन्छ हामी सर्वे पठाउँछौँ भनेर भनेको थियो। तर 1 महिना भयो कुनै सर्वे नै आएन। त्यो चाहिँ किन भन्दाखेरि हामीले नेग्लिजेन्सी गरेको, यहाँको मान्छेले जे गर्दा नि हुन्छ। आज हेर्नुहोस् समस्या, यत्रो ठुलो पपुलेसन भएको जग्गामा है, यत्रो ठुलो पपुलेसन भएको जग्गामा स्विपर, पर्मानेन्ट स्विपर यहाँनिर 1 जना छ। बिचरा त्यो अर्को भाइले उसले अब त्यो उयसमा आफैबाट पैसा दिएर लगाउँदैछ। महिलाको कस्तो हालत छ तपाईँले देखिराख्नु भएको छ। ड्रेनेज सिस्टमहरू यस्तो ब्लकेज छ, लास्टमा हामी व्यापारी सङ्गठनले गोजीबाट पैसा उठाएर गर्नुपर्छ त्यो पनि। आज यहाँ ट्याक्सको कुरा गरौँ भने 75 स्क्वायर फिट ट्याक्स भन्ने कुरा आउँछ। ठिकै छ हामी ट्याक्सहरू तिर्छौँ हरेक कुरो गर्छौँ, तर हामीले सुविधा पनि त पाउनु पऱ्यो। यहाँ चाहिँ के हुँदैछ भन्दाखेरि यहाँको मान्छेले चाहिँ जे पनि सहेर नबोलेर हेपिँदैछ नि हामी होइन। आज यहाँनिर कसैले विरोध गरेको छैन। आज यहाँ टोइलेट अब 1 साल हुन आँटिसक्यो, टोइलेटको प्रब्लम सबलाई याद छ, सबले कुरा गर्छ टोइलेट हुनु पर्थ्यो बजारमा, तर आवाज उठाउने कोही पनि छैन। लास्टमा हामीले यो डेपुटेसन दिँदाखेरि के भयो भन्दाखेरि त्यस्तो फल्सहरू होइन, 1 महिनामा कुनै रेस्पोन्स नहुँदाखेरि एउटा मैले आफैले भिडियो बनाएको थिएँ। भिडियो बनाएर चाहिँ यो दार्जिलिङ हिमाली च्यानलको सबमा आफै दिएको थिएँ। सरकारी मान्छेको चाहिँ उनीहरूको अफिसमा आफ्नो टोइलेट छ, उनीहरूलाई केही प्रब्लम छैन, तर यहाँको पब्लिकलाई चाहिँ टोइलेट छैन। अन्त आज हामीले त्यत्रो डेपुटेसन दिँदा त्यत्रो रिक्वेस्ट गर्दाखेरि पनि हाम्रो कुराको सुनवाई हुँदैन भनेदेखि हामी चाहिँ यहाँ ब्लक अगाडि हामी धर्ना बस्छौँ। जबसम्म हाम्रो यो कुराको समाधान हुँदैन हामी धर्ना बस्छौँ भनेर भन्दाखेरि चाहिँ यसको फलस्वरूप के भयो भन्दाखेरि जुन चाहिँ हामीले एमपीलाई एउटा डेपुटेसन दिएको थियौँ त्यसको रेस्पोन्स चाहिँ डिएफएनमा आयो। डिएफएनमा आएर त्यहाँबाट सायद यहाँ ब्लकमा पनि आएछ। हिजो अस्तिको दिन एडिएम पनि आउनु भएको थियो चाहिँ यहाँनिर सर्वे गर्नुको लागि है। सर्वे गरेर तपाईँहरूको लागि चाहिँ सुकियामा चाहिँ जुन चाहिँ टोइलेटको ठुलो समस्या त्यो चाहिँ झट्ट सल्भ गर्नु भनेर चाहिँ बिडिओलाई एउटा उयो आएको थिएछ। त्यो हुँदाखेरि चाहिँ अहिले फर्दर टाइमिङको लागि चाहिँ यहाँ ब्लक अफिसमा जुन चाहिँ टोइलेट छ त्यो खोलिदिएको छ फर्दर टाइमिङको लागि। त्यसको लागि पनि धन्यवाद। यो चाहिँ व्यापारी सङ्गठनको पहलले गर्दाखेरि त्यो टोइलेट खोल्यो है। तर त्यो चाहिँ पर्मानेन्ट सल्युसन होइन। पर्मानेन्ट सल्युसनको लागि चाहिँ अब हामी एक हुनुपर्छ। हाम्रो त्यति बेला जति बेला हामी यहाँनिर धर्ना बस्छौँ, कहिले बस्ने अहिले मिलाउनुपर्छ है। धर्ना बस्छौँ त्यति बेला हाम्रो यहाँनिर टोइलेटको खालि कुरा हुँदैन, यहाँ स्विपरको कुरा, डम्पिङ ग्राउन्डको कुरा, ड्रेनेज सिस्टमहरू हेर अस्तव्यस्त। यहाँ पब्लिकलाई जतिवटा समस्या छ त्यो कुरा त उनीहरूले सुन्नु पऱ्यो नि त। आज हामीले ट्याक्स खालि तिर्न त भएन नि, हाम्रो सुनवाई पनि हुनु पऱ्यो। हामीलाई के जरुरत छ त्यो आज सबले देखिरहेको छ। मैला मेरो दोकान अगाडि फ्याँक्छ, अब हामीले कति कन्ट्रोल गरेर नफ्याँक भनेर, तर कहाँ फ्याँक्ने त फेरि? हामीले त भन्छ नि नफ्याँक भनेर, तर
तर कहाँ फ्याँक्ने है त्यो व्यवस्था चाहिँ उनीहरूले मिलाउनुपर्छ। आज के अरे बिचरा टिएफहरूको हामी पो त्यहाँको के अरे कर्मचारी जस्तो हामीलाई भन्छ हाम्रो तलबको लागि भनिदिनुहोस् न, गाडीको पैसा पाएको छैन भनिदिनुहोस् न। आज किन यस्तो स्थितिमा चल्यो? यहाँनिर एकजनाले कमेन्ट हामी त गर्दैछौँ नि त, फिल्डमा हामीले गरिरहेको छ, सबले देखिरहेको छ। तर त्यहाँनिर एउटा कमेन्ट के आएको थियो भन्दाखेरि फेसबुकमा होइन फिल्डमा गरेर देखाउनुपर्छ अरे, जसले कमेन्ट गर्यो ऊ चाहिँ कुनै एक्टिभिटिजमा छैन। आज सायद यो भिडियोमा हेर्छ पनि होला, उसको कुनै एक्टिभिटिज छैन है। आज हामीले जति बेला फिल्डमा काम गर्न चाहिँ आउनुहोस् न, सबै कुरा हामीले गरिसकेको छौँ, सबै यो प्रोसेसहरू सबै गरिसकेको छौँ, आउनुहोस् न भन्दाखेरि चाहिँ साथ दिने मान्छे पनि छैन है। त्यो भएर चाहिँ आज फेरि हामीले ठिकै छ भनेर हाम्रो व्यापारी सङ्गठनहरू सबलाई बोलाएर यो मिटिङ राखेको। यसमा तपाईँहरूको अब के छ कसो छ है, पछि सुन्दै जाउँला। यति भन्दै मेरो वक्तव्य यही शेष गर्न चाहन्छु। सभापतिको अनुमति चाहन्छु र सम्पूर्ण हाम्रा सुकियाका बडा बुजुर्ग आमा बुवा साथै मेरा भाइ बहिनी जति पनि सबैलाई एकैचोटि नमन गर्दै अब यहाँनिर सानो जग्गा छ, हामीले सानो जग्गा भएकोले गर्दा यो एउटै मान्छेले थुप्रो पदहरू सम्हालेर बसेका पनि छौँ। अब फेरि एउटै मान्छेलाई भरे समाजको तर्फबाट किन्नु यो भन्ने हुन्छ होला र म तपाईँलाई एउटा हुनु त हाम्रो यक्सनमा रिसेन्टली हाम्रो एउटा पोर्टफोलियोजको फेरबदल भयो र मलाई एउटा 1 वर्षको लागि हाम्रा यक्समका सदस्यहरूले 1 वर्षको लागि प्रेसिडेन्टको भार दिनुभएको छ। अनि त्यसले गर्दाखेरि मैले यक्सममा पनि समिति हुनु त हाम्रो सेक्रेटरी हुनुहुन्छ, सेक्रेटरीको पनि सुझाव एउटा तपाईँहरूको पहलमा यो केही क्षणको निम्ति भए पनि एउटा पब्लिकमा राहत पुर्याउने काम भएछ। यो अन्तरिम दिनको लागि भए पनि त्यो 2टा टोइलेट खोलेछ। हुनु त तपाईँहरूले गर्नुभयो, अस्ति म पनि पर्सनली गएर चेयरम्यानलाई हाम्रो नयाँ चेयरम्यान हुनुभयो उहाँलाई पनि गएर मैले तपाईँले यो हेरिदिनुपर्छ। यहाँ तपाईँहरूलाई म मेरो सुझाउ भनौँ होइन, अथवा मेरो ज्ञानले भ्याएको अनुसार हामीले यो डेपुटेसनहरू जति पनि गर्छौँ, डेपुटेसन गर्दाखेरि चाहिँ हामीले एड्रेस गर्नु चाहिँ अलिक मिस्टेक हुँदैछ। हामीसँग राजा राखेर हामीले मन्त्रीलाई एड्रेस गर्दैछौँ। त्यो हाम्रो सभापतिलाई एड्रेस गरौँ हामीले, भिडियो चाहिँ सभापतिको सेक्रेटरी, सो काम चाहिँ सभापतिले गराउनुपर्छ। अन्त हामीले के गर्दैछौँ भने चाहिँ हामीले हाम्रो मान्छेलाई अनदेखा गरेर यो होइन कि योभन्दा अगाडि के कसो भयो, अघि तपाईँहरूले भिडियोलाई दिनु भयो भन्ने सन्दर्भमा आएको मात्रै पनि प्रोटोकल चाहिँ मिलेको छैन हामीले। अनि राजालाई नभनेर हामीले मन्त्रीलाई भन्दैछौँ। एड्रेस गर्दा चाहिँ मन्त्रीले पर्छ काम, मन्त्रीलाई राजाले भन्नुहुन्छ नि, तर एड्रेस गर्दा चाहिँ हामीले सभापतिलाई एड्रेस गर्नुपर्ने हुन्छ जति पनि हामीले बदलेको लागि। किनकि हामी भन्दा हाम्रोमा चाहिँ भिडियोभन्दा माथि चाहिँ सभापति हुनुहुन्छ नि त, जो कोही होस् होइन। अनि अर्को एउटा के छ भने अब यो सुकियाको समस्या ठुलो समस्या भन्छ, सबले बाहिर जाँदाखेरि तिमीहरूकोमा यो टोइलेट लिने समस्या भन्छ। अब यो बिगार्ने पनि हामी नै हो होइन, सुकेकै मान्छे हो नि त बिगार्ने। आज हामीले एउटा काम के गरौँ भने तपाईँहरूले अलरेडी पत्रचार गरेर हामीलाई माग गर्नुभयो। अब एउटा आरटिआई गरौँ यो ग्रुपले सुकियामा ड्राइभरलाई ओसी सञ्जय ढकाल हुनुहुन्छ, उहाँलाई म पर्सनली भेट्छु होइन। सुकेको वेलफेयरको लागि सबै टिम जानैपर्छ भन्ने पनि छैन, फाइनेन्सियल कतिवटा कुरा हामीले जब म त्यहाँनिर अलरेडी म आफ्नै कामको लागि जान्छु भने म 2 मिनट टाइम दिन सक्छु सुकियाको लागि। अब हेर्नु हामी बसेर एउटा आरटिआई गरौँ कि आरटिआई गरेपछि चाहिँ के गर्नु भन्दाखेरि चाहिँ अलरेडी हामीसँग 9वटा टोइलेट रहेछ सुकियाको भनेपछि ड्राइभरमा त त्यो अलरेडी पर्दा आइडेन्टिफाई भएको छ नि त यो पब्लिक टोइलेट भनेर। अब कसको अधीनमा गयो, कसरी मिच्यो मिचेन त्यो हामीलाई ड्राइभरले भन्छ नि। यो पर्चे रेकर्डमा चाहिँ टोइलेटको लागि थियो, पब्लिक टोइलेटको लागि
तर अहिले अब त्यो उनीहरूले आइडेन्टिफाई गरेपछि फेरि हामी काम गर्नुले त फेरि हामी ब्लकै हो। अन्त अब ब्लकले के भन्दैछ, अस्ति बिचमा सभापति हुनुहुन्थेन, दिदीले रिजाइन गर्नुभयो, यता सभापति बनेको थियो, त्यति बेला चाहिँ म भिडियोलाई भेटेँ। भिडियोलाई भेट्दाखेरि मलाई अहिले जमिन दिनुहोस्, भोलि टोइलेट बनाइदिन्छु भन्छ। यो सायद तपाईँहरूलाई पनि भन्नुभयो। अब यो तपाईँहरूले गर्नुभयो, हामीले गरेँ, मैले गरेँ भनेर हामी सबैको एउटा पहलमा यहाँ राम्रो काम भयो भने राम्रो हो। अब यो टेक्निकली हामीले माग्नुपर्ने चाहिँ कमिटीले मेरोबाट के सहयोग चाहिन्छ, म कमिटीलाई सहयोग गर्ने एकदम राजी छु र झट्टै हामीले चाहिँ आरटिआई गरेर प्लट चाहिँ आइडेन्टिफाई गरिहाल्यो भने चाहिँ भोलिको दिनमा अब यस्तो हुन्छ, आज मैले एक्लै गर्दाखेरि कसैलाई मैले दुश्मनी गरेँ त्यो भन्ने कुराहरू आउँछ होला, तर हामी सबैले गर्दाखेरि त कसैले, तर अब यो मैले अघि भने बिगार्ने त हामी हो। अब यहाँनिर भोलिको दिनमा आइडेन्टिफाई भएपछि कोहीसँग नराम्रो पनि हुन्छ नि त। नराम्रो हुँदाखेरि चाहिँ पोर्टफोलियोको प्रेसिडेन्ट र सेक्रेटरी मात्रै नराम्रो हुनु भएन नि त। व्यापारी सङ्गठनले सुरु गरे, म बस्दै गरेको घर बनाइदियो। अरे अब उसले घर पहिल्यै उसले उठ्ने गरी बनाएको छ भने त उठ्छ। जब अब यहाँ हुनु त यो कतिवटा जग्गामा त के अरे हाम्रो समाजहरूले घर बनाएको छ, समाज घर बनाएको छ होइन। अब त्यो भोलिको दिनमा समाजसँग लड्नुपर्ने हुन्छ कमिटीले। अब हाम्रो नजरमा भएको जग्गामा त कतिवटा त त्यस्तो पनि छ नि त, जहाँनिर चाहिँ टोइलेट थियो त्यो त्यस्तो भएको छ। अब त्यो सबमा चाहिँ अब सुकियाको सम्पूर्ण जनताले होइन यसमा के अरे मान्छेले फेरि सुकियामा चाहिँ छिटो उयो गर्छ नि त, एउटा टिम बनिन्छ के अरे पोलिटिकलाइज गरिदिइहाल्छ। तर यो सुकियाको समस्यालाई चाहिँ कसैले पनि त्यो नगरौँ हामीले होइन। हामी एक भएर काम गरौँ। एक भएर काम गर्दाखेरि अब मेन चाहिँ आइडेन्टिफाई भएपछि त्यो आइडेन्टिफाई गराउनुको लागि चाहिँ भोलि नै म तपाईँहरूलाई उयो भयो भने चाहिँ अब मेरो यो आज के अरे त्यो जुन चाहिँ आरटिआई गर्छ त्यसमा पनि मास पिटिसनमै जस्तै आरटिआई हुनु त आरटिआई गर्दाखेरि इन्डिभिजुअल एकजनाको मात्रै नाममा आउनु सक्छ उसमा गर्दाखेरि। तर अन बिहाफ अफ सुकिया पोखरी गरेर एड्रेस जसलाई रिप्लाई दिन्छ त्यो चाहिँ व्यापारी सङ्गठनकै एड्रेस दिउँ। त्यसको रिक्विजिट के कोड फी के हुन्छ म मिलाएर गरिदिन्छु। भरे बनाएर मलाई भोलि दिनुहोस्, म भोलि नै हालिदिन्छु। समस्यालाई जति हामीले सल्लाह गरी भोलि एक्जिक्युट भएन भने फेरि पछि गएर फेरि हामी यसरी बस्नुपर्ने हुन्छ। अन्त यो चाहिँ म जस्तै अहिले सेक्रेटरी को हुनुहुन्छ तपाईँ रमेश दाई सेक्रेटरी हुनुहुँदो रहेछ। सेक्रेटरीले मलाई उयो गर्नु भने एप्लिकेसनको पनि बनाएर तपाईँलाई हालिदिन्छु। मलाई प्रिन्ट गरेर तपाईँको सिलमा चाहिँ दिनुहोस् न। त्यो काम चाहिँ म भोलिको यो काम चाहिँ म जिम्मेवार लिन्छु है। यहाँ प्लट मागेपछि चाहिँ उनीहरूले प्लट नम्बर खाते नम्बर दिनु सक्छ डिआई फर्मको। तर फिजिकल्ली त हामीलाई प्लट नम्बर त हातमा आयो नि, फिजिकल्ली त फेरि उनीहरूले देखाइदिनु पऱ्यो नि त यो चाहिँ हो भनेर। त्यसले गर्दाखेरि जति पनि यिनीहरूको इन्क्वायरी आउँछ, इन्सपेक्सन हुन्छ, जे पनि हुन्छ, तपाईँ हामीले चाहिँ एउटा म डिएफओसीलाई र एडिएमएलआर पनि भनिदिन्छु। त्यो गर्दाखेरि चाहिँ उता आउँदाखेरि चाहिँ तपाईँहरूको त्यो जुन चाहिँ हामी यहाँ कन्ट्याक्ट नम्बर दिन्छौँ भोलि एप्लिकेसनमा उहाँसँग कोअर्डिनेट गरेर चाहिँ फिल्ड इन्सपेक्सन गर्नु पायो भने चाहिँ भोलिको दिनमा हामीले ब्लकलाई जग्गा छैन यहाँ बनाइदिनु सक्छौँ होला हो। त्यति भन्दै अब मैले गर्नुपर्ने व्यापारी सङ्गठनका र साथै गोर्खा सङ्गठनका प्रतिनिधि र गाउँ वरिपरिका जति प्रतिनिधि हुनुहुन्छ उहाँलाई कतिवटा मेरो भुल त्रुटि हुनसक्छ, यसमा क्षमा दिन चाहन्छु। र यो टोइलेट भनेको बहुत वर्ष भइसक्यो होइन, एक साल त पुगिसक्यो। यो माध्यम हाम्रो लेटेड भाइलाई सबै थाहा भएको कुरा हो, हामीले प्रयास गरेको हो। र मेसेज टोइलेट यहाँ त आफ्नो घरमा टोइलेट सबैजनै छ। र विशेष हाम्रो ड्राइभरमा चाहिँ के छ भने टाढो टाढो आएको हुन्छ, जसले टोइलेट सोध्छ होइन, हामीलाई समस्या नै भइरहेछ। र हामी कतिवटा पेट्रोल पम्पतिर देखाउँछौँ त्यो तेल हाल्नु गएको हो कि टोइलेट गएको हो, उनीहरू कन्फ्युज हुन्छ। र त्यसले गर्दा हामीलाई एकदमै जुन हाम्रो यहाँ गोर्खे सङ्गठन
व्यापार सङ्गठन छ, उहाँले जुन नीति गर्नुहुन्छ त्यसमा हामी समर्थन दिन्छौँ र हामीले एकमुष्ट चाहिँ एकदमै हुनु जरुरी छ। किन सुकिया अरूभन्दा सुकिया एकदमै थातुलो भएर गइसक्यो। जस्तै व्यापारी भन्छ हामी सुकियामा व्यापार, जस्तै एउटाले जुत्ता दोकान खोले जुत्ता, सुन खोले सुनै सुन। अस्ति एउटा गोर्खा हाइटमा ढेँडो बेच्यो, ढेँडो त्यस्तो स्थिति छ। एउटाले गर्यो त्यही पछि लाग्छ क्या, नयाँ कुराहरू केही ल्याउनु सक्दैन। जस्तै कतिजना म एउटा स्वयं यहाँको बासिन्दा भएको नाताले के भने म यहाँकै लोकल मान्छेको हतपत सामान किनिदिनँ। व्यापार जति गोर्खा हाटमा बाहिर गएर कमान बस्तीको मान्छेले दुःख गरेर ल्याएको हुन्छ, कसैले मकै भुटेको, कसैले मासुहरू, त्यसलाई नै म फोकस दिन्छु। भोलिको दिनमा उनीहरूले अझै आएर गरोस् भन्ने नाताले हाम्रो यहाँको लोकल मान्छेहरूले आलुदम चपहरू बेच्छ, म त्यति युज गर्दिनँ। जति बाहिरबाट दार्जिलिङ सिक्किमको त्यो मुनि बिजनबारीको भयो, कहाँ आउँछ उहाँकोबाट कमसेकम दिनमा 300-400 रुपियाँ गरेर किनिदिन्छु। किनभने हामीले किन्यो भने अझ नै बढेर जाओस् यो गोर्खा हाट भनेर। र हाम्रो सुकियामा एकदमै कमजोरी छ सुकिया बजार। किनभने म एउटा सुकिया भएको नाताले सुकियामा हामीले टोइलेटलाई मात्रै फोकस नगरेर हामीले उच्च सोच राखेर विचार गर्नुपर्छ। सुकिया हेर्नुहोस्, सुनादाले ब्लक खोज्दैछ भने हामी अलटल्ल भएर बसिरहने, हामीले पनि त सुकियालाई एउटा केही जस्तो सबडिभिजनलाई गरौँ। किन पपुलेसन सुकिया ब्लक भेरीमा 80,000 एबोभ छ। सुकिया बजीमा कमसेकम 5,000 देखि एबोभ पपुलेसन भएको जग्गा हो। त्यत्रो जग्गा हुँदा एउटा टोइलेट ल्याउनु सकेको छैनौँ। हामी आफूले कमजोरी छौँ यसमा। कसै अब सबैले नै अब के अरे टोइलेटलाई फोकस दिएको एकदमै दीर्घ राम्रै हो। र सुकियामा जस्तै तपाईँले जुन व्यापारी सङ्गठनलाई अलिकति म भन्न चाहन्छु, धेरै लामो गएर माफी चाहन्छु। जुन तपाईँहरूले आइतबार बन्द गर्नुभयो, एउटा भिजन हुनुपर्थ्यो सुकिया पोखरीमा। जस्तै मैले एउटा हाम्रो सङ्गठनबाट माने डाँडालाई फोकस गर्यो ताकि एउटा टुरिस्ट पोइन्ट होस् भनेर। त्यहाँदेखि म्याडमलाई माथि चढायो, प्रतीपत्र चढायो। त्यहाँनिर 83 लाखको चाहिँ त्यहाँनिर गरिदिएको पनि थियो। लास्टमा हाम्रो सुकेको मान्छेले कसैले चासो ल्याएन, त्यतिकै उडेर अन्य जग्गामा सरेर गयो। हाम्रो सुकेको मान्छेले इन्ट्रेस्ट लिँदैन। अब पार्किङ मेन फोकस पार्किङ हो। सुकियामा त्यो डल्लो परेको जुन ब्रिटिस टाइममा राखेको पार्किङ छ त्यसलाई मात्रै फोकस गर्छ। अस्ति मेरो बिहारी भइरहेको थियो चिया दोकान, अरे रविन भाइ यहाँ पार्किङ छैन, हाम्रो चिया दोकान चल्दैन भन्नु थाल्यो। मैले भने आएर यहाँ एउटा लोकल मान्छेहरूको पोखरेबुङ पोलुदुङ आउने सुकियाको हाम्रो पनि जति पनि सेन्डिकेट छ सब बाहिर राखेको हुन्छ है भने। त्यति बेला होइन हामीलाई पनि जग्गा दिनु पऱ्यो, टुरिस्टहरू आउँछ खाजा खान्छ भने। अन्त ठिकै हो, जब म टुरिस्ट भएर आउँछु त्यति बेला तिम्रो सब चिज पाउँछ भने। त्यसै गरेर मैले भने ठिक है हमको ब्ल्याक टी दिजिए भन्दाखेरि ब्ल्याक टी त पाउँदैन भने। त हमको पकौडा चाहिए, पकौडा पनि छैन। सुकियामा बिजनेस गर्ने टुरिज्म आउने फ्याक्टरै छैन। जस्तै मैले अस्ति टुरिस्टहरूलाई नीलकट एउटा सानो पशुपतिमा किन्छु भन्दाखेरि होइन मैले सुकियामै पाउँछ भने। र ठिकै भइया सुकियामा चलिएन भने। सुकिया बजार डल्लै नीलकट खोजेँ, ठुलो खालको एउटा पाएन। लास्टमा मैले गाली खाएँ। सुकिया बजार त्यस्तो छ। अनि एकपल्ट कटन थियो, भैया हमको कटन चाहिए भने त्यो नानी ठुलो कटन। अन्त ठिक है भैया झाडी 2020मा त्यति बेला झाडी फुटाएर हामीले फेसबुक भाइरल गरेर त्यहाँनिर हामीले नै त्यसलाई फोकस गरेर त्यहाँनिर पार्किङको व्यवसाय फरेस्टको डिपार्टमेन्टलाई भनेर त्यहाँनिर बनायौँ। त्यसरी मेनी पेलगाममा कतिजनाले भन्नुहुन्छ होला है, मेन चाहिँ हामीले नै हो। मेनी पेलगामलाई डेभलप गऱ्यो भने हाम्रो सुकियाको अलिकति अवरोध हुन्छ। मेनी पेलगाममा के भयो भने एक त्यो पेलगाममा लडाइँ हुँदै थियो। मलाई भन्यो रविनजी आप देखा दिजिए न आपको सुकिया। हजुर सबैलाई नमस्कार। र आज व्यापारी सङ्गठन साथै गोर्खा हाट म्यानेजिङ कमिटीद्वारा आयोजित यो जुन चाहिँ आज विशेष गरेर एउटै एजेन्डा उहाँले यो टोइलेट सुकियामा शौचालयको विषयमा राख्नु भएको विषयलाई मध्यनजर राख्दै विशेष आयोजक समितिलाई म धन्यवाद दिँदैछु। र सुकियाको मुख्य समस्या यो टोइलेटकै रहेको छ। पब्लिक टोइलेट सुकियामा छैन, यो हामी सबैलाई यादै छ। र हाम्रा पूर्व वक्ता यहाँ हाम्रो
निवासी भाइ डड्डु भाइले पनि अघि राम्रो एउटा सल्लाह दिनुभएको थियो र यहाँनिर जमिनको कुराहरू पहिलादेखि नै निस्किँदै आएको र हाम्रोमा अन्त जमिन त पहिलाबाट नै छ नि यहाँनिर एक्जिस्टिङ टोइलेटहरू पहिलाबाट नै यो टोइलेटहरू बनिएर आएको हो। हाम्रो यहाँ गड्डी लाइनतिर थियो, यहाँ स्टेट ब्याङ्कको मुनि चल्दै पनि थियो, तर त्यहाँनिर गत वर्ष ल्यान्डस्लाइडहरू आएर त्यहाँनिर अलिकति हुनु सकेको छैन र यो आजभन्दा लगभग 4-5 महिना अगाडि ब्लक अफिसबाट त्यहाँ टोइलेट बनाउने एउटा उयो भएको थियो, प्रपोजलहरू पनि पास भएको थियो। यहाँबाट सिमाना कम्युनिटी हलमा यो विषयमा धेरै मिटिङहरू छलफल पनि भएको थियो र टोइलेट बनाउने पैसा चाहिँ प्रायः जस्तो 10-12 लाख यस्तै आएको थियो र अब कसरी बनाउने के गर्ने भन्ने सल्लाहहरू कम्युनिटी हलमा सल्लाह गर्दाखेरि चाहिँ अन्त हामीले नै एउटा प्रपोजल गरेको थियौँ। अब बनाउने चाहिँ पैसा पनि आएको छ, सबै कुरो आएको छ, तर त्यहाँनिर अब अरूले भनेदेखि त्यति पैसाले चाहिँ बनिनु सक्दैन भन्ने कुराहरू भएको थियो होइन। अब मैले मलाई पनि यसरी भन्ने मौका पाउँदाखेरि मैले भने त्यसरी ब्लक अफिसबाट पनि आएको थियो, हाम्रो सभापति महोदय पनि आउनुभएको थियो। त्यसरी तपाईँको ब्लकमा त अब एसआईहरू छ, इन्जिनियरहरू छ, उहाँहरूलाई लगेर गरेको हामीले फिल्ड भिजिट गरौँ, यदि त्यो पैसामा हुन्छ कि हुँदैन। पहिला जग्गा नहेरिकन टोइलेट बनाउनुको पैसा आएर त त्यो त हुँदैन। अन्त भन्दाखेरि तत्कालै उहाँले फोन गरेर 2जना एसिआईलाई सब स्टेट इन्जिनियरहरूलाई पनि बोलाएर ल्याएको थियो, त्यो सभासद पनि हुनुहुन्थ्यो र अब सबैजना ब्लकको टिमहरू पनि भएर सभापति उहाँ सबैजना भएर पञ्चायतको प्रधान पनि हुनुहुन्थ्यो। उहाँ संयुक्त रूपमा भिजिट गर्नु जाँदाखेरि भरे त्यहाँनिर चाहिँ मुनि चाहिँ ठुलो ल्यान्डस्लाइड भएको रहेछ। अब जहाँनिर चाहिँ अब एकदमै ठुलो रकममा भयो, त्यहाँनिर अब 30-35 लाख वाल गरेर मात्रै अब त्यो टोइलेटहरू बनाउनु पर्ने स्थिति भएको रहेछ र त्यसले गर्दाखेरि चाहिँ त्यहाँनिर टोइलेटहरू बनिनु सकेन, किनभने त्यहाँनिर चाहिँ जुन चाहिँ इस्टिमेटेड एमाउन्ट चाहिँ एकदम त्यहाँ कम्ती भएको कारणले गर्दाखेरि भएन र त्यहाँनिर एउटा जग्गा थियो, त्यहाँनिर पनि अब बनाउनु पर्ने त्यसमा ठुलो खर्चहरू लाग्छ। त्यस्तै गरी अरू जग्गाहरूतिर पनि अब सुकेमा पब्लिक टोइलेटहरू थियो। अघि यहाँ भाइले बाहिर पनि अघि हामीले उहाँले भन्नुहुँदै थियो, अब जग्गा खोज्ने काम त अब हाम्रो कमिटीको होइन नि त, उहाँले त जग्गा यहाँ पहिलाबाट नै थियो र कमिटीले चाहिँ अब लेख्नु पऱ्यो कि सुकियामा त एक्जिस्टिङ टोइलेटहरू थियो र त्यो चाहिँ अहिले अब समयअनुसारमा त्यो चाहिँ अब विलुप्त भएको छ। अब जस्तै सुकिया पोखरीमा पोखरी थियो, त्यो विलुप्त भयो भने जस्तै टोइलेट चाहिँ थियो, तर त्यो चाहिँ अहिले के भयो, अब कसले के गरेछ त्यो हेर्ने काम पनि पहिला डिआइएफएनकै थियो, त्यो बिग्रिने बेलामा पनि अब हेरेन। तर अहिले चाहिँ यति साह्रो समस्या बढेर गएको छ कि अब यहाँ अघि रविन भाइले मजाले भन्नुभएको थियो, यहाँनिरको व्यापार वाणिज्य नफस्टाउनुमा पनि यहाँको यो इन्फ्रास्ट्रक्चरहरू नभएको कारणले हो। जस्तै यहाँ टोइलेट छैन, पानी छैन है, धेरैवटा असुविधाहरू छ, पार्किङ छैन, त्यो चाहिँ डिआइएफएनको हो। यहाँ अरू कुनै पनि बनाउनु त डिआइएफएनकै जग्गा हो, तर बनाउनु त कुनै पनि डिपार्टमेन्टले बनाउनु सक्छ, तर त्यति बेला डिआइएफएनसँग कन्सल्ट गरेर यसको सिनियर गर्नु सक्छ। तर यहाँको जमिनको चाहिँ जिम्मेवारी सोल रेस्पोन्सिबिलिटी चाहिँ डिआइएफएन नै, यसको मालिकै डिआइएफएन। त्यसले गर्दाखेरि हामीले पनि केही प्रेसर दिनु पऱ्यो, केही काम गर्नु पऱ्यो चाहिँ हामीले डिआइएफएनसँग नै कन्सल्ट गरेको चाहिँ राम्रो हुन्छ। र अघि यहाँ भाइले भन्नुहुन्थ्यो दार्जिलिङमा ओसीहरूलाई भेट्ने काम र सङ्गठनको प्रतिनिधिहरू पनि जुन चाहिँ चिठी बनाएको हुन्छ, सङ्गठनको प्रतिनिधिहरू पनि टोली यसो 20 होइन अब 4-5 जना गएर गर्नुहुन्छ। अब यो विषयमा तपाईँले अझै विस्तृत रूपमा चाहिँ बुझिन्छ पनि, पर्सनल बात गरेर यहाँको स्थितिहरू के छ कसो छ त्यो तपाईँले बुझ्नु सक्नुहुन्छ। र विशेष अरू त केही छैन, अब टोइलेटहरू बनिनै पर्छ भन्ने अब हाम्रोबाट पनि पहलहरू भएको हो। 4 महिना अगाडि हामीले पहिला पहल गरेर नै त्यहाँनिर कम्युनिटी हलमा मिटिङहरू भएको, त्यतिखेर सभासद पनि हुनुहुन्थ्यो, सभापति पनि हुनुहुन्थ्यो, इन्जिनियरहरू पनि आएर पर कम्युनिटी हलमा आज सायद मार्चतिर होला र आउँदो दिनको लागि र अब हामी सबैजना मिलेर सुकेको यो हाम्रो उहाँको व्यापारी सङ्गठनको मात्रै होइन, हाम्रो चालक दाजुभाइको मात्रै होइन, तर यो सुकेकै समाधान हामी पनि लागि परेको, हामीले पनि पहल गरेर त्यहाँ भएको पनि हो यो कुराहरू। र फेरि पनि तपाईँलाई हामी सहयोग गर्नुपर्छ, कहीँ जानुपर्छ, के गर्नुपर्छ भने तपाईँलाई हामीलाई भन्नुभयो भने हामी फेरि हामी सङ्घको तर्फबाट पनि हामी जानेछौँ, गाउँको तर्फबाट पनि जानेछौँ भन्ने मेरो छोटो वक्तव्यलाई लागि पर्नुभएका व्यापारी सङ्गठनका प्रतिनिधिगण साथै यस सङ्गठनसित आबद्ध रहेका
जति पनि तपाईँहरू हुनुहुन्छ है, अनि विशेष रूपले हाम्रो सुकियामा जति पनि सङ्घ संस्थाहरू छ है, निम्ताउनु त सायद सबैलाई नै निम्ताइएको थियो, तर पनि जसले आफ्नो व्यस्ततालाई बन्साएर यहाँ उपस्थित दिनुभएको छ, तपाईँहरू सबैलाई सम्बोधनको क्रममा राख्दै है, विशेष आउनु अलिकति ढिलो भयो, म चाहिँ झुक्किएर पर कम्युनिटी हलको मिटिङ हुँदै 3वटा बुदामा चाहिँ मेरो कुरा सकिहाल्छु। त्यो 3वटा बुदा राख्नुभन्दा पहिला चाहिँ के छ भने हिजो अस्ति मात्र हामी सभा बस्यौँ, यसमा पनि प्रतिनिधिगणको उपस्थिति नबनिए नै थियो। हाम्रो यहाँनिर 10-12वटा सङ्घ संस्था समाज छ, 3-4वटाको चाहिँ कति 4-5वटा थियो होला, अरूको उपस्थिति थिएन। आज पनि त्यस्तै भयो। म आज पनि प्राय सङ्घ संस्थाको उपस्थिति देख्दिनँ है। मैले बाटोमा तर 2जनालाई चाहिँ भेटेँ, जाउँ न भन्दाखेरि साह्रै इच्छा चाहिँ गरेन, सिधै राख्नु पर्यो होइन। अनि अस्तिको सभामा चाहिँ हाम्रो के भएको थियो भने मङ्गलबार हामी सन्डे बसेको, मङ्गलबार एउटा सभा बसेर एउटा टोली तयार पार्ने, शुक्रबारको दिन चाहिँ डेपुटेसन कम 2 घन्टाको लागि चक्का जाम गरौँ, सो द्याट मान्छेलाई अलिकति असुविधा भयो भने मात्रै कौतुहल जाग्छ कि किन चाहिँ बन्द भयो। किनभने यहाँनिर मेरो घरमा पनि पाहुना आउँछ, व्यापारी सङ्गठनको मात्रै त प्रब्लम होइन नि त, डिएसपिएमएसको मात्रै प्रब्लम होइन, मेरो घरको पनि प्रब्लम हो। मेरो पनि त पाहुना आउँछ, पाहुनाले आउँदा गुनासो त्यही नै गर्दै हुन्छ। सुकिया यस्तो ठुलो सहर तर लाजामर्दो कुरो, एउटा के गरेर जान्छु भन्दाखेरि टोइलेट छैन, त्यसले गर्दाखेरि मान्छेकोमा एउटा कौतुहल जागिहालोस् भन्ने हेतुले चाहिँ 2 घन्टा बन्द गरौँ भन्ने एउटा सल्लाह भयो। त्यहाँबाट त्यो त्यत्तिकै बितेर गयो, त्यो के भयो त्यो उहाँहरूलाई नै थाहा छ है। अनि फेरि आज अकस्मात फेरि यो सभा डाकिएको छ र म मेरो 3वटा बुदा तपाईँहरू सामने बस्न चाहन्छु है। हाम्रो जुन चाहिँ जागृति समाजको छ त्यसको सेक्रेटरीको नाताले म यहाँहरूलाई त्यो सुझावहरू के राख्न चाहन्छु भन्दाखेरि अस्ति पनि मैले राखेको थिएँ, यहाँ हाम्रा 3 वक्ताले आएर हाम्रो निवासी भाइले आरटिआई गर्दाखेरि कतिवटा असुविधा हुनसक्छ, किनभने इन्डिभिजुअलको नाममा आरटिआई हुन्छ, त्यसले गर्दा असुविधा हुनसक्छ, मिलेर हामी सबै छौँ भन्ने कुरा राख्नुपर्छ भन्नुभयो। हाम्रो दोस्रो वक्ता रविन दाजुले पनि सुकियाको विकास हेतु चाहिँ सबैजना मिलेर कुछ गरौँ भन्नुभयो। हाम्रो जेबी दाजुले पनि आएर तपाईँहरूलाई कहिले पनि कुनै पनि कुरोको आवश्यकता पर्दाखेरि हामी छौँ भन्नुभयो। लाइकवाइज कुनै पनि यस्तो सङ्घ संस्था छैन सुकिया बजारमा जो चाहिँ यो कुरोभन्दा पछि हट्छ। त्यसले गर्दा मेरो प्रथम सुझाव मैले अस्तिको सभामा राखेको थिएँ, तपाईँहरूले उहाँहरूलाई इन्क्लुड गर्नुहोस्। उहाँहरूलाई इन्क्लुड गरिसकेपछि हर सङ्घ संस्थाको बाई भर्चु अफ देयर पोस्ट बाई डिफल्ट उनीहरू इन्क्लुड हुन्छ यो संस्थामा। 10वटा संस्थाको 2-2जना प्रेसिडेन्ट सेक्रेटरीले 20जना भयो। अल द मेम्बर्स, अल द वार्ड मेम्बर्स अफ पञ्चायत, यहाँ हाम्रो सुकिया बुटोङ पोखरा बुटोङ 2टा अनि सिमाना 3टा छोडेर 7जना मेम्बर त्यसमा इन्क्लुड हुन्छ। 2जना कि 3जना पञ्चायत समितिको इन्क्लुड हुन्छ। एउटा राम्रो सशक्त टोली हुन्छ। मैले अस्ति पनि भने यो कुरो फेल खाँदैछ, सायद अदृश्य शक्ति त छैन, जुन अदृश्य शक्तिले चाहिँ तपाईँहरूको काम गरेकोलाई फेल पनि खोज्दैछ। त्यसले गर्दा सबलाई इन्क्लुड गर्नुहोस्, सबलाई समावेश गर्नुहोस्, मेरो प्रथम सुझाव भयो। अनि दोस्रो कुरामा चाहिँ हाम्रो त्यो दिन जाम गरौँ भन्ने थियो 2 घन्टाको लागि, तर फेरि मैले घरमा गएर धेरै चिन्तन मनन गरेँ है। अनि म चाहिँ के निष्कर्षमा पुगेँ, अनि मैले गाउँमा त्यही कुरो राख्दाखेरि ठिकै हुन्छ त त्यो भन्ने कुरा राख्नु भएको छ। त्यो चाहिँ के हो भन्दाखेरि एकैचोटि स्ट्राइक पनि नगरिहाल्नु, त्यही माथि शुक्रबार गऱ्यो भने त हाम्रो बिजनेसलाई पनि हाल्नु पर्छ है। हामीले फर्स्टमा के गरौँ भने हाम्रो टोली एउटा सशक्त टोली निर्माण भइसकेपछि जहाँ हामी डेपुटेसनको लागि जान्छौँ, हाम्रो डेपुटेसन राम्रो तयार पार्नुहोस् बाई साइटिङ अल द मेमो नम्बर्स द्याट हेभ बिन पुट अप इन भेरियस डिपार्टमेन्ट्स। यो विषय लिएर जति पनि छ त्यो मेमो नम्बरलाई साइट गरेर चाहिँ राम्रो एउटा मेमोरेन्डम तयार पार्नुहोस्। टोली रेडी हुन्छ, खबर दिउँ हामी आउँदैछौँ। आज एकदमै कडाकडी
दिन्न भनेर डेलिमिनेटर बनाउन थाल्दैन। इभन इन द्याट केस अल्सो उनीहरूले कुनै ठोस कदम चालेन भने चाहिँ हाम्रो नेक्स्ट स्टेपमा चाहिँ हामीले बन्द गर्ने चक्काजाम गर्नेपट्टि चाहिँ जानुपर्छ होला भन्ने चाहिँ हाम्रो तर्फबाट तपाईँहरूलाई दोस्रो सुझाव छ। र यही नै छ मेरोबाट है, भुटेर होइन, हामी जुटेर चाहिँ यो सङ्गठनलाई अझै सशक्त टोली बनाऊ। अनि दोस्रो कुरामा चाहिँ यो आउँदो दिनमा कुन दिनमा चाहिँ डेपुटेसन जाने हो त्यो दिन चाहिँ इच एन्ड एभ्री सङ्घ संस्थाको प्रतिनिधि साथै वार्ड मेम्बरहरूलाई पनि तपाईँले इन्क्लुड गरेर चाहिँ त्यो टोली बनाउनुहोस्। या अस्ति भनेको जस्तै बिचमा विकनेसमा कुनै पनि दिन भेट गरेर फेरि त्यो टोली बनाउनुपर्छ भने पनि हामी तयार छौँ। हामी छेउछाउको सङ्घ संस्थाको टोलीहरूलाई ल्याइहाल्छौँ, तर हाम्रो टोली सशक्त होस्। किनभने मैले यसबाट तेस्रो बुदामा के सपना देख्दैछु भने एउटा सिटिजन्स फोरमको सपना देख्दैछु। हाम्रो यही कुरा घुममा छ, घुम जोरबङ्गलो मिलिकन सिटिजन्स फोरम बनाएको छ। उनीहरूले चाहिँ रविन दाजुले भनेको जस्तो, हाम्रो जेपी दाजुले भनेको जस्तो टोइलेटको मात्रै छैन नि त, पार्किङ उहाँ हाम्रो प्रेसिडेन्ट साथी राख्नु भएको जस्तै स्विपर त छ बिचरा, तर कहाँबाट रेमुनेसन पाउँदैछ, उसको जब सेक्युरिटी के छ, ऊ बिमार भएर उसले काम गर्नु सकेन भने त महिला पनि उठिँदैन, उसले पैसा पनि पाउँदैन, उसको त परिवार बिचल्नीमा पर्छ। त्योदेखि लिएर ब्युटिफिकेसन छ, टुरिज्मको फस्टरिङको लागि अझै के गर्नु सकिन्छ। हाम्रै बाटो भएर सबतिर जान्छ, तर हामी चाहिँ यहाँनिर आम्मा यसपालि कति डरलाग्दो सिजन लाग्यो भन्दै रमिता हेर्नुदेखि बाहेक अरू के पनि गर्नु सकेको छैन। सो सिटिजन फोरमको पनि हाम्रो पाइला हुनसक्छ, एउटा कुर्किलो हुनसक्छ। र त्यसमा म तपाईँहरू सबैलाई फेरि एकपल्ट आह्वान गर्न चाहन्छु, तपाईँहरूले पनि यो पल एकदमै एउटा नोबल कजको लागि निस्किनु भएको छ। तपाईँहरूलाई हाम्रो अरूको जान्दिनँ, मेरो समाज जागृति समाजको चाहिँ 100% समर्थन छ। तपाईँहरूको कार्यलाई मैले अस्ति भने आज दोहोऱ्याउन चाहन्छु, एकदमै सराहना छ, एकदम आन्तरिक हृदयबाट सराहना गरेर चाहिँ सबैले तपाईँहरूलाई चाहिँ एकदम यो कार्यमा चाहिँ सफलताको शिखर छुनुहोस् भन्ने चाहिँ एउटा इच्छा साँचेको छ भन्ने कुरो राख्दै मेरो 2 शब्द यही शेष गर्न चाहन्छु। सम्पूर्ण जति संस्थाको अभिभावकका दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँलाई धन्यवाद दिँदै है, र हाम्रो नेपाली सङ्गठनको जति पनि हाम्रा दाजुभाइ दिदीबहिनी हुनुहुन्छ, सुकेलाई माया गर्ने, जसले सुकेलाई माया गर्छ, आफ्नो समाजमा यस सन्दर्भमा मेरो भन्नुपर्ने केही पनि छैन। वास्तवमा चाहिँ खास कुरा हाम्रो डक्टर भाइले भनिदिइहाल्नु देशी सेवामा हाम्रो विशाल सरले कुरा राखिदिनु भयो है। त्यसरी नै हामीले अब सुकेलाई माया हुन, सुकेलाई बचाउन सक्नुपर्छ। हामी सुकेमा यस्तो खाले छौँ, कस्तो खाले मान्छे छौँ भने सुकेमा 32जना 32जनाले 30जना हुन्छ, 2जना मात्रै हुन्छ। हामी यति साह्रो दसेर छौँ भनौँ, सुकेलाई हामी अवसर कसरी गर्ने त? अहिले त तपाईँ हामी सबै सुके बाँचिरहेको छ, आउने जेनेरेसनले एक्जिस्ट गर्नु सक्दैन। त्यो खालि सुके भइसक्यो, दिनदिनै सुक्दै गएको सुके, पहिलाको महलै छैन। त्यसले गर्दा सुकेलाई कसरी हामीले अगाडि राख्नुपर्ने र सुकेलाई कसरी राम्रो बनाउनु पर्ने सबै हाम्रो सोच त्यो हुनुपर्छ भन्दै है, हाम्रो विशाल भाइ सर है, साथै हाम्रो डक्टर भाइले आफ्नो शब्दहरू दिनुभयो। यसलाई नै म समर्थन गर्दै आजको त्यसलाई समाप्त गर्न चाहन्छु। सबैभन्दा ठुलो जटिल समस्या चाहिँ अब अहिले हामीले 1 नम्बर एजेन्डामै जान्छौँ, त्यो चाहिँ हो हाम्रो पाइखाना होइन। र यो पाइखाना सम्बन्धी चाहिँ सबैभन्दा एउटा राम्रो सुरु हाम्रो यहाँ विशाल भाइले जो दिनुभयो, त्यसमा चाहिँ हामी के गर्छौँ भनेदेखिलाई चाहिँ आजको सभामा नै हामी एउटा यो कोअर्डिनेसन कमिटी जस्तो बनाउँछौँ। र यो कोअर्डिनेसन कमिटीभित्र तपाईँको सम्पूर्ण समाजको सभापति, सचिव, साथसाथै तपाईँको हाम्रो वार्ड मेम्बर जतिजना छ उहाँहरूको हामी नाम लेख्ने, घर घरमा गएर उहाँहरूलाई अब उहाँहरूले सबै कुरा बुझिसक्नु भएको छ, अन्त साइन गराउने विथ स्ट्याम्प। साथसाथै हाम्रो समिति मेम्बर्सहरू जति पनि हुनुहुन्छ हाम्रो फिलहाल त सुकेमा त सायद 2जना मात्रै होइन, हाम्रो निमा भएर एउटा माने हुँदैन। अन्त त्यसले गर्दाखेरिको चाहिँ हामी सर्वप्रथम आज एउटा यो कोअर्डिनेसन कमिटीको चाहिँ हामी एउटा फर्मेसन तयारी गर्नेछौँ, किनभने फेरि मिटिङ बोलाउँदा अलिक लामो पनि हुन जान्छ। अन्त यही कोअर्डिनेसनको आधारमा चाहिँ एउटा यो अब हाम्रो के छ भनेदेखिलाई हामीले तपाईँको चिठी पत्र ब्लक अफिसलाई दिइसक्यौँ, तपाईँहरूले बुझिहाल्नुभयो, टेलिफोन एडिएमलाई दिइसक्यौँ,
डिस्ट्रिक्ट मेजिस्ट्रेट दार्जिलिङलाई दिइसक्यौँ, लोकसभा सांसद राजु विष्टलाई पनि दिइसक्यौँ, एमएलए दार्जिलिङलाई पनि दिइसक्यौँ र उहाँहरूको पहलमा नै तपाईँको भाया यता तपाईँको कपी टु भएर चाहिँ तपाईँको यहाँ आउँदाखेरिको चाहिँ यो बिडिओ अफिसको टोइलेटहरू चाहिँ खोलिसकेको पहिलाको सभापतिलाई पनि दिइसकेको छु हाम्रो तल मिटिङ थियो। अन्त त्यसमा लागि पर्ने यहाँ जिपी मेम्बर प्रधान पनि हुनुहुन्छ, उहाँकै अन्डरमा हुँदाखेरिको चाहिँ दाजुले अघि भन्नुभएको कुरा चाहिँ त्यो। अन्त त्यसले गर्दाखेरिको चाहिँ अब प्रोसेस कसले पनि चालेको छैन, त्यसले गर्दाखेरिको अब यो यत्रो गरिसकेपछि थाँतीमा नराखेर चाहिँ के गर्नु पऱ्यो भन्नेलाई चाहिँ हामीले एज अ पब्लिक एज अ सङ्गठन जेसुकै भए पनि अब हामीले नै जोड गरेर चाहिँ यसलाई अगाडि बढाउने काम चाहिँ गर्नु पऱ्यो। अब टोइलेट त खोल्दै पे टोइलेट, तर भोलिको दिनमा यहाँनिर के भयो भन्नेलाई चाहिँ यो हिजोअस्ति पनि खोल्दै थियो हामीले अन्डरस्ट्यान्डिङमा भन्दाखेरिको, तर टोइलेट जाम भन्दाखेरिको चाहिँ बिडिओ अफिसबाटै त्यो टोइलेट चाहिँ बन्द गरिदिएको थियो। त्यसले गर्दाखेरिको चाहिँ हामी त्यो सबै कुरा छोडेर चाहिँ अब हामी डिपार्टमेन्टलाई एउटा प्रेसर दिनुको लागि फेरि एउटा लास्ट डेपुटेसन दिनु चाहिँ अब हामी तर्खरमा छौँ। यसमा चाहिँ हाम्रो भाइको भनाइअनुसार चाहिँ भनाइदिएको यो एकदम जरुरी नै छ, पञ्चायत मेम्बर छँदैछ हाम्रो, किनभने उहाँ पनि जेसुकै भए पनि हाम्रो एउटा के भन्दा हाम्रो माथिल्लो लेभलको मान्छे त्यही माथि समिति पनि हुनुहुन्छ। अब यो हिसाबले चाहिँ अब हामी कोअर्डिनेसन कमिटी बनाउँ, यसमा चाहिँ एउटा मूल चाहिँ एउटा के बनाउँ भने संयोजक चाहिँ हामी एउटा बनाउँ होइन, संयोजक बनाएर चाहिँ अरू चाहिँ सबै मेम्बरमा हामी कमिटी विषय लिएर चाहिँ हामीले अब चुडान्त निर्णयको लागि एउटा कमिटी तयार गर्दैछौँ र त्यो कमिटीमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि व्यापारी सङ्गठनले नै यो कुरो कल गरेकोले गर्दाखेरि चाहिँ व्यापारी सङ्गठन चाहिँ माध्यम भएर जति पनि हाम्रो सुकिया बजारभित्र समाज र संस्थाहरू छ उहाँहरूको दुईजना प्रतिनिधि लिएर चाहिँ हामीले यो कमिटी गठन गरेको छौँ भन्ने तपाईँहरूलाई जानकारी गराउँदै फेरि पनि हाम्रो व्यापारी दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ तपाईँहरू चाहिँ एकछिनको लागि अब यो मिटिङ सकेपछि हाम्रो व्यापारको लागि चाहिँ तपाईँहरूसँग संवाद छ फेरि के छनको निम्ति र तपाईँहरू चाहिँ के छनको लागि धैर्य धारण गरेर बसिदिनुहोस् र हामीले तपाईँहरूको लागि पनि के सोचेको छौँ के भन्नु छ तपाईँहरूलाई हामीले र तपाईँहरू एकछिनको लागि चाहिँ बसिदिने म फेरि पनि अनुरोध गर्न चाहन्छु। टिमलाई यो खालको अब हामी अब धन्यवाद लेटरहरू चाहिँ अब नपाउँदाखेरिको चाहिँ मन नदुखाओस् के कसो। अब यो चाहिँ तपाईँहरूलाई अब काम गर्दाखेरिको पनि अब जनाइदिइरहेको छ, त्यसले गर्दा चाहिँ तपाईँहरूले चाहिँ अब समाजहरूको अब सभापति सचिवहरूलाई चाहिँ भनिदिनुहोस्। अब यो चाहिँ हामी तपाईँहरूलाई अब बिन्ती गर्दछौँ। र नमस्ते। विशेष गरी आज हामी व्यापारी सङ्गठनद्वारा जुन चाहिँ पब्लिक टोइलेटको लागि पहल गरेको थियौँ र आज चाहिँ के भयो भन्दाखेरि हामीले सम्पूर्ण सङ्घ संस्था साथै सम्पूर्ण व्यापारीहरूलाई लिएर एउटा मिटिङ अर्गनाइज गरेको थियौँ र त्यसको रिजल्ट चाहिँ के भयो भनेर भन्दाखेरि आज हामीले त्यहीभित्र एउटा कमिटी गठन गरेको छौँ, जुन कमिटीले चाहिँ भोलिको दिन गएर बिडिओलाई डेपुटेसन दिने भएको छ र यो टोइलेटको समस्या टोइलेट मात्र नभएर यहाँ डिएफएनमा हाम्रो कतिवटा समस्या छ है, त्यसको निम्ति चाहिँ हामी उहाँहरूसँग वाद विवाद गर्ने भएको छौँ र आजको मिटिङमा जति पनि उपस्थित भयो सम्पूर्ण सङ्घ संस्था सबैलाई धेरै धेरै धन्यवाद हामी व्यापारी सङ्गठनद्वारा। र साथसाथै यो जुन चाहिँ हाम्रो गोर्खे हाट लाग्दैछ बजारमा, यो गोर्खे हाट पनि अब दसैँ तिहारको सिजन आयो र सबै व्यापारीहरूले सायद अब दोकान खोल्छ, अब हाम्रो दोकानहरू कहिलेदेखि खोल्छ भनेर जिज्ञासा थियो र यो 31 अगस्तदेखि चाहिँ हामीले छुट दिएको छौँ सङ्गठनद्वारा, सिजनको लागि छुट दिएको छौँ। त्यहाँबाट उता हामीले यो छठ पूजासम्म चाहिँ सम्पूर्ण दोकानपाटहरू खुल्ला राख्नेछौँ र जति पनि हाम्रो गोर्खे हाटकोहरू छ अगाडि जसले अहिले दोकान राख्दैछ उहाँहरूलाई चाहिँ हामीले आज जग्गा डिमार्केसन गरेको छौँ र उहाँहरूलाई चाहिँ त्यहाँ एक्जिस्ट गराउनेछौँ र मन्दिर लाइन र गड्डी लाइनमा। र यसमा विशेष के जानकारी गराउन चाहन्छु भन्दाखेरि हाम्रो जति पनि दोकानहरू छ जसले चाहिँ गोर्खे हाट गर्दैछ, जसले चाहिँ मेम्बरसिप लिनुभएको छ, भोलिको दिन तपाईँहरू नछुट्कियोस्। अब कति प्रेजेन्ट हुन्छ कति हुँदैन, कतिले भन्छ म आउँछु जग्गा राखिदिनु भनेर, तर अब नेक्स्ट उयसमा चाहिँ तपाईँहरू सम्पूर्ण दोकानेहरू त्यही दिन चाहिँ यहाँ प्रेजेन्ट भइदिनुहोस्, कारण हामीले त्यहाँ दोकानहरूलाई डिमार्केसन गर्नु छ। र साथसाथै एउटा इन्फर्मेसन के छ भन्दाखेरि जुन चाहिँ हामी गोर्खे हाटले एउटा लट्री खेलाएको थियौँ अन्त त्यो चाहिँ यो मौसमको कारणले गर्दा भनौँ या कतिवटा व्यस्तताले गर्दा हामीले उडाउनु सकेको छैनौँ
र त्यसको फाइनल रिजल्ट चाहिँ हामीले यो 15 अगस्टमा जुन दिन चाहिँ हाम्रो यहीँनिर ग्राउन्डमा यहाँ देखाइदिनुहोस् यो ग्राउन्ड यहाँ हाम्रो भलिबल फाइनल पनि हुँदैछ 15 अगस्टमा। त्यो दिन हामीले रङ्गारङ कार्यक्रम पनि अर्गनाइज गर्नेछौँ र त्यही दिनै हामीले त्यो लट्री पनि उडाउनेछौँ र जसले टिकट काटेर राखेको छ त्यो टिकटहरू पनि तपाईँहरूले जोगाएर राखिदिनुहोस्। धन्यवाद। यदि भन्दै मेरो वक्तव्य विशेष गर्न चाहन्छु।